नमस्ते सबैजनालाई। आज हामी बनाउँदैछौँ मोसेल। थकालीले चाहिँ यसलाई मोसेल भन्छ। यहाँ लिएको छु टिमुर, नुन, खुर्सानी अनि लसुन। धेरै चिज चाहिँदैन, यति भए हुन्छ। अनि एउटा दही भए हुन्छ। दहीसँग नि मिठो हुन्छ है। यो माथितिर चाहिँ छ्याङहरू राखेर नि बनाउनुहुन्छ। अनि यसरी यहाँ मेरो सलाद साग पखालिवरी रेडी पनि छ। यता पिनेर पनि रेडी भइसक्यो। यो फापरको साग जुन कलिलो हुन्छ त्योबाट नि मिठो हुन्छ। धेरै चिजहरू पनि चाहिँदैन। यस अचार जस्तै तर सिम्पल मिठो पनि हुन्छ। अब यो खानासँग नि खाँदा भयो, आलुहरूसँग, आलु बोइलहरू गरेकोसँग पनि मिठो हुन्छ। मुस्ताङतिर चाहिँ नयाँ आलु आएपछि यसरी नै खाने गर्नुहुन्छ प्राय। अनि यहाँ मैले ठुलो चम्चाको 3 चम्चा दही लिएको छु। मैले चाहिँ अहिले थोरै मात्रै बनाउनको लागि। अनि यसरी फिट्नु पर्ने हुन्छ। अनि यसरी फिटिसकेपछि मैले यहाँ साग लिएको छु। सागलाई चाहिँ मसिनो ठिक्कको पिस गराउनु पर्ने हुन्छ। अनि तपाईँहरूलाई यस्तै रेसिपीको लागि मनिषा थकाली किचनलाई सब्सक्राइब गर्न नभुल्नु होला। फेसबुक, टिकटकमा पनि छ, गएर हेरिदिनु होला, फलो गरिदिनु होला। यस्तै रेसिपीको लागि कमेन्ट गर्नु होला। मुस्ताङतिरको कहिले घुम्न गएर यस्तो खाएको छु, यसको कसरी बनाउने भनेर सोध्नुभयो भने पनि म राख्ने प्रयास गर्नेछु। अनि यो यसरी मोल्नु पर्ने हुन्छ। अनि यसरी मोलिसकेपछि खानालाई रेडी हुन्छ है यो। अब तपाईँहरूले अब केसँग खानुहुन्छ? अब मिठो हुन्छ यो, सादा, एकदम धेरै चिज पनि नचाहिने, घरमै भएको थोरै सामानले पनि बन्छ। प्राय यतातिर चाहिँ हामीहरूले बनाएर दिँदा चाहिँ प्रायले धेरैले मिठो मान्नुहुन्छ। तपाईँहरूले पनि एकचोटि अवश्य ट्राई गर्नु होला, बनाएर खानु होला। र अनि त्यसपछि प्रतिक्रिया पनि दिनु होला है। धन्यवाद। नमस्ते। बाय बाय।